यस्तो मान्छे बाँदर जस्तो मान्छे कहाँबाट आयो बरुवा राम 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 जाऊ घर जाऊ मलाई त छोरी हतार भइसक्यो हैन बाबाले को मान्छे लिएर आउनुभएछ पक्कै पनि घरमा काम गर्ने मान्छे चाहिरहेको थियो त्यही मान्छे लिएर आउनु भएको होला अब मलाई सजिलो हुने भयो तपाईँको छोरी मलाई मन पर्यो तपाईँको छोरी कति राम्रो छ सुरादा पखालको मुला ठुङ्गा पनि राम्रो बाबा तपाईले कसले उठाएर ल्याउनु भयो बाँदरको बच्चा जस्तो बानी बेहोरा र बाँदरको भन्दा पनि गए बुझ्नेको रहेछ मलाई माफ गर्दो छोरी भगवानसँग मैले 32 गुना भएको ज्वाइँ खजुरी भनेको थिएँ अब भगवानले आँखा चिन्न गरेर प्रार्थना गरिराखेको थिएँ आँखा खोलेर हेर्दाखेरि यता कालो गोजी देला भन्ने मलाई के थाहा थियो छोरी मलाई माफ गरिदिनु तिमी चिन्ता नगर छोरी मान्छे हेर्दा कालो भए पनि मनको सफा छ भगवानले दिएपछि त राम्रै त होला नि तिमीलाई खुसी गरेर पाल्छु सोचेर बा भनेर भनेको हेलो ब्युटिफुल गर्ल मेरो नाम शङ्खराम हतिएको उनीहरूलाई सिरिङ तँलाई ब्युटिफुल राम्रा कामका जसहरू अरूलाई पर्छ तिरस्कार हेला अनि लुकाएर माया तिरस्कार हेला अनि लुकाएर माया
भित्रको प्यारो मान्छेले मात्र गर्छ